हामीले आज चाहिँ सागरदानीको पुरानो भिडियोमा रियाक्सन गर्न गइरहेका छौँ। अहिले चाहिँ कस्तो हुनुहुन्छ र पहिला चाहिँ कस्तो हुनुहुन्थ्यो भन्ने कुरा यहाँबाट थाहा पाउन सकिन्छ। ल सुरु गरौँ है त। ओए आज त हाम्रो घरमा मासु हो नि, मासु हामीले नखाएको हिजो। साला त जस्तो र हामी 2 महिनामा एकचोटी मासु खाने। हामी त दिनदिनै मासु हो भाइ, दिनदिनै मासु। बिहानै पनि मासु, दिउँसो पनि मासु, साँझ पनि मासु, बस्दा पनि मासु, उठ्दा पनि मासु, हग्दा पनि मासु, पात्दा पनि मासु। के बुझ्थ्यो यस्ता कहिले मासुको मुख नदिया मान्छेले। गएमा मासु खान बस्दै गर्छ। यसको त थुतुन हेर्दा पनि मासु कहिले नखाइन जस्तो छ यार। 5 minutes later. ल हेर्नुस् गाइजहरु, दूध र भात, पानी र भात त खतरा रहेछ त। इ हेर मबाट ल्याए मासु। मलाई पनि बोला नि त आज तेरो घरमा मासु खान। इ बोलाउँछु तँलाई गफाडी। त्यो त थुदुनु पनि छैन मासु खाने जस्तो त। ओए मलाई नि बोला न मासु खान। बरु म तेरो पेन्टी कट्टु पनि धोइदिन्छु के। ओए बाई यस भिडियो लाइक शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। पुरा भिडियो हेर्नु होला, डिस्क्रिप्सनमा लिंक दिएको छु। बाई, थ्यांक यू।